दर्शकवृन्द, भुन्टीको माया देखेर अहिले भूपेन्द्र यस्तो पग्लिरहेको छ कि एक्कासी ऊ बाइकमा ठक्कर परेर लड्दाखेरि भुन्टीले नै अहिले बचाइरहेको छ। र होइन, यस्तो अवस्थामा त्यो पनि बैशाखी टेकेर यस्तो बिरामी मान्छे एक्लै एक्लै हिँड्ने हो र घरमा गर्लफ्रेन्ड थियो त गर्लफ्रेन्ड लिएर हिँड्नु पर्दैन, कसरी एक्लै हिँडेको नि, झन्डै तिमी लडेर तिमी यहाँ केही भएनौ भनेर भुन्टीले भनिरहेको हुन्छ। भूपेन्द्रले भन्छ, अनि होइन, तिमीले मेरो मुद्दा अंश दाबी गरेको छौ, तर तिमीले अब यो फिर्ता गर्नुपर्छ, किन तिमीले मलाई यो अवस्थामा मलाई अनि यसरी मुद्दा लाकी भनेर भूपेन्द्रले भन्छ। होइन, जे हुनु थियो भइहाल्यो, होइन, अब त्यो तपाईँ एक्लै एक्लै नहिँड्नु, तपाईँलाई चाहिँ यसरी एक्लै हिँड्दाखेरि गाह्रो हुन्छ, तपाईँ चाहिँ साथी लिएर हिँड्नुहोला। अब तपाईँले मैले मुद्दा लगाइसकेको छु, मैले पनि तपाईँको घरमा धेरै मैले दुःखहरू झेलेको छु, त्यही भएर म अब अंश लिएर म छुट्टै बस्छु, तपाईँको म जीवनमा कहिले पनि आउँदिनँ, तपाईँको मनपर्ने गर्लफ्रेन्ड तपाईँकै साथमा छ र तपाईँ त्यही गर्लफ्रेन्डसँग खुसी भएर बस्नुहोला भनेर भुन्टीले भन्छन्। तर यता भूपेन्द्र भने, होइन, मुद्दा मलाई यो अवस्थामा तिमीले किन लायौ, यस्तो मेरो अवस्था देखिदेखि तिमीले मलाई अंश मुद्दा लायौ, होइन, त्यो अंश मुद्दा खुरुक्कै तिमी फिर्ता गर भनेर भूपेन्द्रले भन्छन्। तर भुन्टीले अनि नाइ भन्छन्। भुन्टीले, किनकि मैले पनि तिम्रो घरमा मैले धेरै दुःखहरू झेलेको छु, मैले पनि तिमीसँग गरेर खाउँला राम्रैसँगले बसौँला भनेर सोचेर आएकी थिएँ, मेरो माइती बुवा आमा सबै त्यागेर म आएकी हो, तर तपाईँले मलाई धेरै हेला गर्नुभयो, म हुँदै पनि अर्को गर्लफ्रेन्ड खेलाउनु भयो र गर्लफ्रेन्ड खेलाएर मात्रै नपुगेर घरमै ल्याएर राख्नुभएको छ। अब त्यो अवस्थामा तपाईँले म माफ दिन सक्दिनँ भनेर त्यहाँबाट भुन्टी हिँडेपछि यता भूपेन्द्र भने उसलाई पछि भुन्टीलाई अनि अझै पनि उसलाई डाकिरहेको थियो। र यता अब भूपेन्द्रले भुन्टीलाई जबरजस्ती गर्न खोजिरहेको बेलामा त्यही बेलामा टोकोले आइपुग्यो। टोकोले आफ्नो बहिनीलाई बचाएर लगिरहेछ। दर्शकवृन्द, आफ्नो बहिनीलाई अब मास्टरसँग बिहा गरिदिएर बहिनीलाई एकदम खुसी जिन्दगी बिताउने उसको ठुलो चाहना छ टोकोलेको। दर्शकवृन्द, अब भुन्टीले मान्छन् कि मान्दिनन्, भुन्टी धेरै सिधा मान्छे हो, अझै पनि भूपेन्द्रलाई माया गरिरहेकी छिन्। भूपेन्द्रले त्यस्तो हेला गरेर उसलाई घरदेखि कुटेर निकालेको र आफ्नो घरमा उसको ठाउँमा गर्लफ्रेन्ड ल्याएर राखेको पनि सबै भुन्टीले देखेकी छिन्, तर पनि अहिलेसम्म उसलाई माफ दिइरहेकी छिन्। यता त्यो टोकोले दाजुले चाहिँ आफ्नो बहिनीले, यो पापीसँग मेरो बहिनीको जिन्दगी कहिले पनि हुँदैन, यो परिवारहरू सबै खराब छन्, अब उसको जेठाजु र ससुरालाई मात्रै माया गरेर कहाँ हुन्छ, अब माया गर्नुपर्ने मान्छेले माया नगरेपछि हुँदैन भनेर उसलाई जसोतसो अब आफ्नो बहिनीलाई त्यो भूपेन्द्रसँग छुटाउन खोजिरहेको छ। तर भुन्टी सिधा छिन्, भुन्टीले चाहिँ कता कता सम्झेर आफ्नो श्रीमान भूपेन्द्रको माया गरिरहेकी छिन्। टोकोले यति धेरै खुसी भएको छ, अब त्यही म्याडमको बहिनीको घरमा बस्ने र अब उनीहरूको सुखी जिन्दगी बित्ने सपना ठुलो देखिरहेछ। ठुलो गाडी बङ्गलामा बस्ने उसको ठुलो सपना अहिले पुरा भइरहेछ। दर्शकवृन्द, अब के हुन्छ त यो हेर्नको लागि अर्को एपिसोड हेर्नुपर्ने नै हुन्छ। हस् त, धन्यवाद।